जापानमा अहिले डिबेटै जस्तो भइरहेको रहेछ। के कुरामा भन्दाखेरि एसएसडब्ल्यू भिजा ठिक कि ब्याचलर्स भिजा ठिक भन्न है। कुन ठिक भन्न चाहिँ तपाईँले कमेन्ट गर्नुहोला। तर मैले तपाईँलाई आज भन्न लागेको चाहिँ नि तपाईँको लागि कुन चाहिँ नि भिजा ठिक हुन्छ भन्न है। यसमा म तपाईँलाई भिजाको डिफ्रेन्ट भन्नेछु र मेरो एक्सपिरियन्स पनि भन्नेछु है। सुरुमा जाउँ एसएसडब्ल्यू भिजा। एसएसडब्ल्यू भिजा भन्नाले चाहिँ नि 2017 चाहिँ नि जापान सरकारले जापान लेबरहरूको सर्टेज भयो, अब चाहिँ नि विदेशीहरूलाई पनि कामदारको रूपमा भित्राउनु पर्छ भनेर चाहिँ पहिलोचोटि पारित गरेको भिजा र यसको एप्लाई हुँदाखेरि चाहिँ अब 2019-2020मा गएर चाहिँ बल्ल यो भिजा चाहिँ एप्लाई हुन स्टार्ट भयो है। अराउन्ड कोरोनाको टाइममा है। सुरुमा टाइममा चाहिँ अब कोरोना टाइमले गर्दा भन्ने बित्तिकै टाइममा चाहिँ सबैजना मान्छे आउन सक्नु भएन। तर लगभग 2022-23बाट चाहिँ नि रेगुलर रूपमा चाहिँ यो भिजामा मान्छेहरू आउन थाल्नु भयो है। तर यो भिजामा चाहिँ नि के छ कसो भन्दाखेरि चाहिँ नि सबसे इजी तरिकाले बुझ्दा पर्दाखेरि एसएसडब्ल्यू भिजामा चाहिँ नि SSW1, SSW2 गरेर चाहिँ नि दुईटा लेभल छुट्याएको छ। अब यो लेभल किन छुट्याएको के हो भन्दाखेरि चाहिँ नि SSW1 मा चाहिँ तपाईँले नेपालबाट आउँदाखेरि नै मिनिमम नियोङ्गो लेभल चाहिँ तपाईँले दिनुपर्छ, जुन चाहिँ नि N4 लेभल भन्नु छ है। त्यो लेभल पास गर्ने र तपाईँले कम्पनीमा जुन चाहिँ नि फिल्डमा काम गर्न लाउनु भएको त्यसको सिकेन्ड पनि दिन पर्ने छ र त्यसमा पास भएपछि तपाईँ आउन सक्नुहुन्छ। यो एक हिसाबले हेर्दा चाहिँ नि कोरियामा इपिएस सिस्टममा चाहिँ नि कोरिया जान लागेको जस्तै देखिन्छ है। लभ सिस्टम चाहिँ लभ उस्तै जस्तै हिँड्छ है। तर हल्का डिफ्रेन्ट भने चाहिँ के छ, डिफ्रेन्ट भनेको प्लस पोइन्ट भनौँ है। SSW2 पनि छ है, जुनको अर्थ हुन्छ कि तपाईँले जापानमा त आउनुभयो तर 5 वर्षपछि तपाईँले SSW2 पनि पास गर्न सक्नुभयो है। यी अन्तराल 5 वर्षको टाइममा यी SSW2 पनि पास गर्न सक्नुभयो भने तपाईँले आफ्नो परिवार पनि ल्याउन सक्नुहुन्छ र अर्को थप 5 वर्ष चाहिँ तपाईँ जापानमा बस्न सक्नुहुन्छ, जसको अर्थ हुन्छ 10 वर्ष जापानमा काम गर्न सक्ने। तर तपाईँले SSW भिजामा आएपछि चाहिँ तपाईँ आफ्नो देशमा चाहिँ नि 10 वर्षपछि पनि फर्किनै पर्छ। यदि तपाईँले SSW2 पास गर्न नसक्नु भएको खण्डमा चाहिँ नि तपाईँले आफ्नो परिवार ल्याउन पनि पाउनुहुन्न र 5 वर्षपछि आफ्नो देश पनि फर्किन पर्छ। यो चाहिँ नि है डिफ्रेन्ट भने चाहिँ नि यो छ है। अब तपाईँलाई जाउँ ब्याचलर्स भिजा। ब्याचलर्स भिजामा चाहिँ नि के डिफ्रेन्ट छ भन्दाखेरि SSW त भयो, अब ब्याचलर्स भिजामा त मैले डिफ्रेन्ट भनेको यो भन्नाले चाहिँ ब्याचलर्स भिजा सबसे एउटा मोन्दाइ चाहिँ के छ भन्दाखेरि यो भिजाको नाम कसले राख्यो भनेर चाहिँ म आफै अचम्म छु। सायद हुनसक्छ नेपालमा हुने भएको दले दाजुभाइहरूले नै होला है यो ब्याचलर्स भिजा भनेर नाम राख्नु भएको। किन भन्दाखेरि ब्याचलर्स भिजा भनेर यस्तो नाम जापान सरकारले राखेको पनि छैन। किन भन्दाखेरि यो भिजाको नाम हो गिजिनकोकु भिजा। गिजिनकोकु भिजाको अर्थ हुन्छ हाइली स्किल्ड लेबर। यो चाहिँ कसले पाउने भन्दाखेरि ब्याचलर्स नगरेका मान्छेले पनि पाउन सक्छ। किन भन्दाखेरि जस्तै चाहिँ जापानमा सेन्मोन गाक्कु पढ्नु भएको छ, कुनै पनि रिलेटेड फिल्डमा विज्ञ हुनुहुन्छ भने चाहिँ उहाँहरूले यो भिजा एप्लाई गर्न सक्नुहुन्छ। र जापानमा हुनु भएर पनि धेरैजनाले यो भिजा लिइरहनु भएको छ, जसले चाहिँ सेन्मोन गाक्कु पढेर र जापानमा पनि दाइको पढेर एप्लाई गरिरहनु भएको छ है। र अब तपाईँलाई यो भिजा चाहिँ के हो भन्नु लागेको छ भन्दाखेरि गिजिनकोकु भिजा भन्नाले चाहिँ नि एउटा इमेज थियो है। कुन इमेज भन्दाखेरि म चाहिँ नि 2018 होला सायदै मैले पनि वर्किङ भिजा लिएको। मैले पनि नियोङ्गो गएको सोचियो गरेँ र त्यसपछि वर्किङ भिजाको लागि एप्लाई गरेँ। तर त्यति बेला मसँग न सेन्मोन गएको पढेको थिएँ न जापानमा दाएको नै थिएँ, तर नेपालको दाएको चाहिँ मैले पढेर आएको थिएँ, जसको कारणले गर्दाखेरि मैले भिजा त एप्लाई गरेँ। तर हुनसक्छ म नै पहिलो लटको नेपाली जो चाहिँ नि वर्किङ भिजाको लागि एप्लाई गरिरहेको थियो है नेपालको ब्याचलर्सबाट। त्यो टाइममा इमिग्रेसनको मान्छेहरू पनि अलमल्लै परिरहनु भएको थियो र सेन्चेहरू त झनै अलमल्लै परिरहनु भएको थियो है। किन भन्दाखेरि नेपालको ब्याचलर्सबाट डाइरेक्टै
वर्किङ गर्न मिल्छ भन्ने कुरामा उहाँहरू एकदमै अलमल परिरहनु भएको थियो र इमिग्रेसनको मान्छेले पनि यो डकुमेन्ट जुन मैले एप्लाई गर्दाखेरि लिङ्क कि नलिने मिल्छ कि मिल्दैन भनेर उहाँहरू अलमल लिइरहनु भएको थियो है मैले एप्लाई पनि गरेँ र अलिक गाह्रो त भयो भिजा आउनलाई तर आउन चाहिँ नि आयो है किनकि त्यो टाइममा भनेको सायद हुनसक्छ नेपालबाट नेपालको एक दुईजनाले नेपालको ब्याचलर्सबाट भिजा लिएको टाइममा चाहिँ नि म परेको थिएँ किनकि उहाँहरू पनि अलमल्ल पराउनु भएको थियो यस्तो नेपालकै ब्याचलर्सबाट नि गिजिनको भिजा लिन मिल्छ र भनेर है र त्यो त जाउँ पहिलोको टाइम है र त्यो टाइममा इमेज भने चाहिँ कस्तो थियो भन्दाखेरि किन त्यस्तो भयो भन्दाखेरि गिजिनको भिजा भन्नाले चाहिँ नि हाइली स्किल लेबर जस्तो अर्थ हुन्छ कि कुनै पनि फिल्डमा दक्ष त हुन पर्यो साथसाथै जापानको नियोङ्गो लेभल चाहिँ नि N2 N1 लेभलको चाहिँ नियोङ्गो लेभल चाहिँ हुन पर्यो भन्ने प्रचलन थियो त्यसै कारणले गर्दाखेरि चाहिँ नि यो भिजा लिनलाई चाहिँ त्यति गाह्रो भनौँ कि सजिलो चाहिँ थिएन है तर हालको दिनमा लेबर एकदमै सर्टेज भएको कारणले गर्दाखेरि जापानले केही हदसम्म चाहिँ नि लेबर यो भिजाको बारेमा चाहिँ खुकुलो गरेको है कोरोना पछि है र त्यही पछि खुकुलो गरेपछि केही हदसम्म खुकुलो गर्यो त्यसैले नेपालमा हुनुभएको ब्याचलर्स जो चाहिँ होल्डरहरू हुन्छ उहाँले पनि इजी तरिकाले भिजा एप्लाई गर्न सक्नुभयो तर जापानिज ल्याङ्ग्वेजको लेभल हेर्दाखेरि चाहिँ नि जो SSW भिजामा आउनु भएको छ उहाँहरूको हदमा हुन्छ नि N4 लेभलको नियोङ्गो चाहिँ पढेर आइरहनु भएको छ त्यसैले केही हदसम्म चाहिँ भाषाको लागि सजिलो छ इजी छ तर जो चाहिँ नि ब्याचलर्स भिजामा आइरहनु भएको छ उहाँले भन्छ नि स्टार्टबाट आफ्नो परिवार पनि ल्याउन मिल्ने र भोलिका दिनमा जापानको PR पनि एप्लाई गर्न मिल्ने भएकोले गर्दाखेरि चाहिँ केही प्लस पोइन्ट चाहिँ छ है तर जापानमा हुनुभएको टाइममा चाहिँ नि जोसँग भाषा छ उहाँले चाहिँ नि आफूले केही इम्प्रुभ गर्न सक्नुहुन्छ तर जोसँग चाहिँ नि भाषा छैन त्यो चाहिँ नि तपाईँले जापानमा देख्नु भएको होला जापान आफ्नो छोराछोरी नपठाउनु न सास हुन्छ न त लास हुन्छ भन्ने कुरै हो है किनकि यहाँ यो देशमा न त अरू देशको भाषै बोलिन्छ न त अरू देशको कल्चरै एक्सेप्ट गरिन्छ जापानमा हुन्छ जापानिज भाषा बोल्नु डु वाट रोमन्स डु मैले भन्न खोजेको त्यति हो है अब तपाईँले कुन चाहिँ ठिक भने चाहिँ तपाईँको लागि बेस्ट कुन हुन्छ भने चाहिँ तपाईँ आफैले डिसिजन गर्नु है त आजको लागि यति नै जापान रिलेटेड इन्फर्मेसन साथै जापानको बारेमा जान्न बुझ्न सिक्न चाहिँ नि मलाई सधैँ फलो गर्नु होला ल है त।